गण्डकी प्रदेशको हुनार भलिबल खेलाडी राजन दर्लामी मगरले 10औं पोखरा स्पोर्ट्स अवार्डबाट पिपुल चोइस अवार्डको उपाधि जित्न सफल हुनुभएको छ। तपाईलाई धेरै धेरै बधाई छ। उहाँले भलिबलको तर्फबाट हिजो भएको अवार्ड कार्यक्रममा पिपुल चोइस अवार्डको उपाधि जित्न सफल हुनुभएको हो। उहाँले अरू खेलको प्रतिद्वन्दीहरूलाई फरक मतले पराजित गर्दै हिजो स्पोर्ट्स अवार्ड जित्न सफल हुनुभएको छ। तपाईलाई फेरि पनि धेरै धेरै बधाई छ। सबैजनाले राजन दर्लामी मगरलाई कंग्रेचुलेसन्स पनि लेखिदिनु होला। जति पनि नेपाली भलिबल फ्यान्सहरूले राजन दर्लामी मगर दाइलाई भोट हालेर जिताइदिनु भयो, तपाईहरूलाई पनि विशेष धन्यवाद। भलिबल र भलिबल खेलाडीहरूलाई अझै यसरी नै सपोर्ट गर्दै जानु होला। अस्ति भर्खर मात्रै हिमाल सुनारीले पिपुल चोइसको अवार्ड जित्न सफल हुनुभएको थियो भने यसपालि राजन दर्लामी मगर दाइले जित्न सफल हुनुभएको छ। राजन दर्लामी मगर दाइले यो अवार्ड जित्दै गर्दा सन्जु विक्रम शाहले भने वर्षको उत्कृष्ट खेलाडीको अवार्ड भने जित्न सक्नु भएन। यो भने भलिबल फ्यान्सको लागि थोरै दुःखको कुरा हो, तर पनि केही छैन। सन्जु विक्रम शाह वर्षको उत्कृष्ट खेलाडीमा भलिबलबाट सिलेक्ट हुनु नै उहाँको लागि खुसीको कुरा हो, तर जित्न सक्नु भएन। यो भने उहाँ र उहाँको फ्यान्सहरूको लागि थोरै दुःखको कुरा हो। गण्डकी प्रदेशलाई यो स्थानसम्म ल्याउनको लागि राजन दर्लामी मगर दाइको एकदमै ठूलो हात छ। उहाँ एकदमै राम्रो खेल्ने चर्चित लिब्रो पनि हुनुहुन्छ। उहाँमा लिडरशिप क्वालिटी पनि एकदमै धेरै राम्रो छ। त्यसैले पनि उहाँ पिपुल चोइस अवार्डमा नोमिनेट हुनुभएको थियो र जित्न पनि सफल हुनुभएको छ। सबैजनाले फेरि पनि एकचोटि राजन दर्लामी मगर दाइलाई कंग्रेचुलेसन्स लेखिदिनु होला। अनि तपाईहरुलाई राजन दर्लामी दाइको खेल कस्तो लाग्छ त त्यो पनि कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।